हाई नमस्ते वेलकम टु माई न्यू भिडियो न्यू च्यानल ब्लगमा तपाईहरुलाई स्वागत छ। म भन्न चाहन्छु अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मेरो कामले गर्दाखेरि मैले भिडियो बनाउन पाएन। जस्ट अलिकति थोरै भए पनि गरौला भनेर मैले भिडियो ब्लग स्टार्ट गर्दैछु। अनि भर काम सकेर पसलमा आएको अनि पसल आएर पसल खोलेर मैले यहाँ जुत्ताहरू सफा गरेर चाहिँ मैले भिडियो स्टार्ट गरेको। त्यही भएर मलाई पनि साथ सपोर्ट गरिदिनु हुन म धेरै आशा राख्दछु। अनि आज चाहिँ मेरो काम के छ भने माथि त्यो सल्लाह गर्नेमा सोधर लिन जानु छ। अनि निकै ल्याउनु पर्ने छ होला, धेरै त छैन, ठिकै हो। लिन जानु पर्ने छ। अनि अब काम त खासै छैन, त्यति भए पनि गर्नै पर्यो। त्यही भएर भरे खानासाना खाएर चाहिँ जानुपर्ने हुन्छ। अनि त्यति बेला चाहिँ अलिक बिजी नै हुन्छु। अनि भोलि चाहिँ यो कुखुरा पाल्ने भन्दै हुनुहुन्छ। अनि कुखुरा पाल्ने भन्दै हुनुहुन्छ। भोलि चाहिँ कुखुरा ल्याउनु हुन्छ अरे। अनि भोलि कुखुरा ल्याएपछि म तपाईँहरूलाई देखाउँछु। अनि कस्तो छ के छ म तपाईँहरूलाई भोलि देखाउने छु। भोलि अर्को भिडियोमा हेर्दै गर्नु होला भन्न चाहन्छु। बट हेर्न चाहिँ नभुल्नु होला। म तपाईँहरूलाई भिडियो ब्लग बनाएर जसरी भए पनि देखाउने नै छु। अनि अहिले चाहिँ यत्तिकै पसल खोलेर बसिरहेको, काम पनि छैन। या ऊ त्यो बर्खेको एउटा सेट झरेर यहाँनिर कस्तो टुटुल्कै उठेछ यार। यसो त्यहाँ खोइ सामान एउटा के खोजिरहेको थिएँ, कस्तो फुस्केर झरेर यहाँ कस्तो टुटुल्कै उठेछ नि यार। भिराको बाटो अलिकति उठेछ यार, त्यो पनि ठिकै छ। अलिअलि लागिहाल्छ नि। तर कस्तो दुख्दो रहेछ यो फलामको त्यो उठेछ खत्रोले, त्यो उसको टाउकोले लागेको अनि दुखिहाल्छ नि। अनि त्यही हो। अब आजको मौसम चाहिँ म तपाईँलाई देखाउँछु। घाम लागिरहेछ हल्का, माथि देख्न सक्नुहुन्छ। यहाँ माथितिर झर्न जाँदाखेरि कस्तो राम्रो हुन्छ, देखिन्छ। तर अहिले जान चाहिँ पाएको छैन। अब भरेतिर जान्छु, त्यति बेलामा चाहिँ म तपाईँहरूलाई देखाउनु त देखाउँछु भनेको। अब हुन्छ हुँदैन भरे हेरौँ, भएन भने चाहिँ नरिसाउनु होला। त्यति भन्न चाहिँ चाहेँ मैले। किनभने अब भरे काममा बिजी हुन्छ नि त, के गर्नुपर्छ। यता हिँड त्यता हिँड, उता जा यता जा, त्यो कर यो कर भनेपछि गर्नै परिहाल्यो। त्यही भएर चाहिँ आफ्नो काम आफै त गर्नु परिहाल्यो। यहाँ आएर कसले गरिदिन्छ। त्यही भएर हो। अनि तिमी त पुरै अनि यस्तै हो। अब अझै 1 घन्टा बाँकी छ। अब खाना खाएर माथि जानुपर्ने हुन्छ। त्यही भएर यसो जस्ट एकछिनको लागि चाहिँ ब्लग बनाइहालेँ, सानो छोटो मिठो। त्यही पनि मलाई पनि साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु।
यति हो अब यहाँभन्दा अरू भ्यू त पनि देखाउन सक्दिनँ पसल छोडेर जान पनि नमिल्ने गाह्रो छ यार मलाई अनि घाम चाहिँ लागिरहेछ मैले तपाईँहरूलाई अघि पनि देखाइहालेँ अब आजको घाम कस्तो हुने हुन्छ त्यो चाहिँ भरे तर लास्टै गर्मी छ यार त्यतातिर कस्तो छ भनिदिनु होला अनि यता पनि गर्मी नै छ गर्मीमा गर्मी जाडोमा जाडो अनि फेरि पानी परेपछि परेको गर्छ अल्छी लाग्छ यार दिनभरि तर मलाई चाहिँ पानी नपरोस् जस्तो लाग्छ पानी पऱ्यो भने यस्तो झ्याउ लाग्छ कि के गर्नु पानी परेपछि त अल्छी लाग्छ के गर्नु फेरि पानी परेपछि पनि ठिकै के अरे मौसम भए पनि हुने नि चिसो भएर बाफ्रे बाफ यो ठाउँमा त मान्छेहरू कसरी बस्छ होला जस्तो लाग्छ अहिले त अहिले जाडो भइरहेछ त्यही भएर यस्तो गाइस यस्तै छ अब अलिकति भए पनि मेरो थोरै ब्लगलाई पनि माया गरिदिनु हुन सपोर्ट गरिदिनु हुन धेरै धेरै आशा राख्दछु त्यही हो अब भरे भेटौँ अहिले मेरो फेरि थोरै काम छ त्यही भएर म त्यो काम सकेर म भरे आउँछु बाई बाई